कुनै पनि कार्यक्रम गर्नुभन्दा पहिला थोरै केही कुरा औपचारिकता पनि गर्नुपर्ने हुँदाखेरि हामीले थोरै औपचारिक रूपमा कार्यक्रम सुरु गर्न गइरहेका छौँ। त्यसको लागि हामीले आसन ग्रहण गर्नुपर्ने भएकोले म यस ओरिएन्टेसन प्रोग्रामका आइवा एजुकेसन कन्सल्टेन्सीका म्यानेजिङ डिरेक्टर आदरणीय वीरेन्द्र राणाज्यूलाई आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै आइवा एजुकेसन कन्सल्टेन्सीका सिनियर काउन्सिलर आदरणीय श्री असीम सेन्सेलाई आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै आइवा एजुकेसन कन्सल्टेन्सीका काउन्सिलर आदरणीय श्री सुदर्शन गुरुङलाई आफ्नो आसन ग्रहण गरिदिनु र आइवा एजुकेसन कन्सल्टेन्सीकै काउन्सिलर मिस नवीना सेन्सेलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र अब हामी हाम्रो आइवा एजुकेसन कन्सल्टेन्सीका मार्केटिङ म्यानेजर कुशल व्यवस्थापक पनि हुनुहुन्छ, उहाँ फोटोग्राफर डिजाइनर हाम्रो राजेश श्रीज्यूलाई आफ्नो आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। र अब हामी कार्यक्रमलाई सुरु गर्नको लागि सबैभन्दा पहिला आफ्नो राष्ट्रको हितको लागि राष्ट्रिय गानबाट सुरुवात गर्न गइरहेका छौँ। तसर्थ राष्ट्रिय गान बजाइदिनु हुनको लागि सुदर्शन सेन्सेलाई हार्दिक अनुरोध गर्दछु। शान्ति भूमि अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। मानिसहरूले चाहिँ बिदोरी सिङ्गो भन्दैन है, आओ सिङ्गो भन्छ के। पहिला चाहिँ सुरुमा चाहिँ जापानमा ट्राफिक लाइटहरू बनाउँदा यो चाहिँ निलो लाइट हुन्थ्यो के। पछि हाम्रो ओल्ड ट्राफिक सङ्घबाट नै यो ग्रिन लाइट सिलेक्ट गरेको भएर ग्रिन अहिले बोल्दाखेरि चाहिँ ग्रिन बोल्छ, तर सबैले चाहिँ भन्दाखेरि चाहिँ आओ सिङ्गो नै भन्छ के। बुझ्यो? सुरुमा ध्यान दिनुपर्ने भनेको मान्छेहरू क्रस गर्ने बेलामा। बुझ्यो? यो बेला मान्छे के गर्नु पर्यो? नेपालमा चाहिँ बाटो यस्तो ट्राफिक लाइनमा यस्तो सिङ्गो आए पनि ढ्याङ 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 गर्छ होइन। जापानमा चाहिँ त्यस्तो गर्नु भएन है सबैजना है। रुलमा सिङ्गो तोडेर मान्छेलाई उडाइदियो के गर्यो बित्यो भने त्यो मान्छेको क्षतिपूर्तिहरू कति छ नि सबै तिमीहरूको यहाँ बाबाआमाले पे गरिदिनु पर्छ क्या। जापानको रुल त्यो। बुझ्यो? यो त बाबाआमासितै क्षतिपूर्ति नबुझाउनेसम्म त्यहाँ केसहरू केही पनि उस हुँदैन है, सल्भ हुँदैन। त्यही भएर यो रातो सिङ्गो भएको बेला क्रसिङहरू कति पनि गर्नु पर्छ। बुझ्यो? अनि मान्छेहरू नहुने ठाउँमा यो है, मान्छेहरू नभएको अलिकति खाली रोड भएको बेला यहाँ चाहिँ ओसी देख्दासाय भनेर लेखेछ नि, यो बटनलाई गएर ठ्याक्क थिच्यो भने तिमीहरूको चाहिँ यो ग्रिन लाइट चाहिँ छिट्टो बढिहाल्छ क्या। बुझ्यो? लगभग 5 सेकेन्डभित्रै यो ग्रिन सिङ्गो बढिहाल्छ क्या। त्यहाँ चाहिँ रेड चलिरहेछ भने पनि यो बटनमा गएर यहाँ बटन हुन्छ त्यहाँ गएर ठ्याक्क थिचिदियो भने अनि छिट्टो चाहिँ तिमीहरूलाई चाहिँ क्रस गर्न पाउँछ क्या। बुझ्यो? कानमा एयरफोन हालेर साइकलहरू चलाउनु भएन। त्यस्तो बेला केही भएर एक्सिडेन्ट भएर त्यही भयो भने सबै आफू क्षतिपूर्ति आफूले बेहोर्ने है। त्यो कुरामा चाहिँ एकदमै सजग हुनु पर्यो सबैजना। अर्को चाहिँ बस है। बसमा हिँड्दाखेरि चाहिँ हाम्रो यहाँ जस्तो चाहिँ बाटोमा बसेर झापाइ यसरी हात उचालेर रोक्न पाउँदैन क्या। त्यहाँ बस भने रोक्दैन है। बुझ्यो? त्यहाँको पब्लिक बस हो नि
बसको एउटा बास नरिग भनेर लेखेको हुन्छ। त्यहाँ गएर अनि आफ्नो टाइम हेर्ने हो, यति बजे यहाँ बस आउँछ, ठ्याक्क त्यो टाइममा गरेर बस्यो भने म्याक्सिमम भनेको चाहिँ 30 सेकेन्ड मात्र हो। त्यसको 30 सेकेन्ड अगाडि पछाडि हुने मात्र हो क्या, बुझ्यो। बास नरिग भनेर हाम्रो यो चिप्ले ढुङ्गा राखेको छ यो बोर्ड, त्यसमै अनि बसको चाहिँ टाइम टेबल राखेको हुन्छ है। अनि ठ्याक्क त्यही टाइम टेबलमा हेर्ने, अब यहाँ अहिले 10 बजिरहेको छ, अब 11 बजी 10 बजेपछि कुन बस आउनुहुन्छ भन्ने ठ्याक्क त्यहाँ टाइम हेर्ने, त्यो टाइममा गएर बस्ने। बाटोमा चाहिँ बसहरू यताउता रोक्न पाएन, बुझ्यो। प्रेजेन्टेसन गर्दै हुनुहुन्छ है, धन्यवाद। हेलो, टेस्ट 1 2 3 1 2 3 माइक चेक ठिक भयो है। ओके, अब चाहिँ करियर पासको बारेमा है। अब तपाईँहरूको प्रायः मैले सेन्ट पासको कुरा गर्दा के हुन्छ भन्दाखेरि अब 1 वर्षपछि मैले म्याच गरेको हुन्छु, त्यसपछि अब सेन्ट मन जाने हो कि टाइगर जाने हो मैले सोधेको हुन्छु। प्रायःको अप्सन किनेर थाहै भएन मैले के पढ्ने हो, केमा पढ्ने है। ल, के पढ्ने केमा पढ्ने त्यो कन्फ्युज हुन्छ। त्यसको बारेमा चाहिँ मेरो बाटो भनेको आजको चाहिँ करियर काउन्सिलिङको छ है। ल, अब यहाँ टाइमलाइनबाट जाउँ। तपाईँहरूको टाइमलाइन हेर्दाखेरि सुरुमा भनेको जेम्स ल्याङ स्कुल देख्नुभएको छ 2025, 2026 र 2027 को। 2025 को अप्रिल, 2026, 2027 र त्यसको मार्च है। त्यसपछि हेरौँ अप्रिलमा के हुन्छ, तपाईँहरूको युगाको के हुन्छ, तपाईँहरू चाहिँ त्यो बेला अब भर्ना हुनुहुन्छ बेसिकली है। त्यसपछि पढ्दै पढ्दै तपाईँहरूको सोच के हुने भनेको चाहिँ 2027 को मार्चमा अप्रिल डिको लागि चाहिँ। त्यसपछि अब 2025 को अप्रिलदेखि 2027 को मार्च बिचसम्म चाहिँ तपाईँहरूको 2 वर्षको ड्युरेसन भयो, खास 23 महिनाहरू थियो तर 2 वर्ष भनेर बुझौँ है। र त्यसमा अब 2 वर्ष तपाईँले पढाइ गर्नुहुन्छ। पढाइ गरिसके बापत त्यसपछि तपाईँहरूले कम्तीमा पनि जिएलपिटीको एन्ट्री चाहिँ पास गर्नुपर्ने हुन्छ है। किनभने चाहिँ एक किसिमको कुरा आउँछ, तर मिनिमम बुझिराख्नु तपाईँले एन्ट्री चाहिँ पास गर्नु पऱ्यो। एन्ट्री एक्जाम दिनुहुन्छ, त्यसपछि पास गर्नुहुन्छ है। अब तपाईँले जिएलपिटी एक्जाम दिनको लागि चाहिँ 2 वर्षको अन्तरालमा 4 पटक चाहिँ अवसर पाउनुहुन्छ है। भनेको तपाईँहरू अब 2025 को जुलाईमा अब एप्रिलमा जानुहुन्छ, जुलाईमा चाहिँ पहिलोपटक जिएलपिटी पाउनुहुन्छ, त्यसपछि डिसेम्बरमा दोस्रो पटक, 2026 को जुलाईमा तेस्रो पटक र डिसेम्बरमा चौथो पटक गरेर 4 पटक एक्जाम दिन पाइन्छ है। 4 पटकसम्ममा तपाईँले जिएलपिटी एन्ट्री पास गर्नै पऱ्यो। अब यहाँबाट N5 या N4बाट जानुभएको छ, 2 वर्षमा एन्ट्री पास गर्ने भनेको त्यति गाह्रो कुरा चाहिँ होइन है। ल, अब हेरौँ यदि तपाईँले ग्रेजुएसनको बेलासम्म भनेको 2027 को मार्चसम्ममा एन्ट्री एक्जाम पास गर्न सक्नु भएन भने के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको जुन भोकेसनल स्कुल हामीले सेन्ट मङ्गाको भन्छौँ र युनिभर्सिटीहरू दाइकाकोहरू चाहिँ एकदमै कम्ती लिन्छ तपाईँहरूले है। त्यसपछि तपाईँहरू अब एसडब्ल्यू लिने अरू काममा जाने जस्तो हुनुपर्छ। त्यही भएर तपाईँले अर्को उपाय के हुन्छ त्यसलाई, अब मानौँ 4 पटक एक्जाम दिनुभयो, तपाईँले एन्ट्री पास गर्नु भएन भने अर्को उपाय के छ भन्दाखेरि यदि तपाईँको स्कुलले दिन्छ भने तपाईँले त्यही स्कुलमा 6 महिना अझै थप गरेर पढ्न पाउनुहुन्छ। मानौँ तपाईँहरू 2027 को मार्चमा सोचेको छ, त्यो बेलासम्म एन्ट्री मात्रै भयो। त्यसपछि अब म एन्ट्री पनि दिन्छु, मलाई राम्रोसँग जान मन लाग्छ भनेर भन्नुभयो भने गाउँकोमा गएर 6 महिना म थप पढ्छु भनेर पढ्न पाइन्छ त्यसरी है। एउटा उपाय भनेको त्यो हो। ल, फेरि भयो त्यस्तो हो। अब हेरौँ, अब एन्फो छ एन्ट्री छैन भन्दैमा पढ्न पाइँदैन स्कुलमा दाइगाकोमा भन्ने कुरा चाहिँ होइन है। पढ्न पाउनुहुन्छ, तर अब के भयो त उनीहरूको शिक्षाको गुणस्तर चाहिँ कम हुन्छ। अब सेन्सीहरू पढाउन सक्ने खालको हुँदैनन्, उनीहरूको सर्टिफिकेसन राम्रो हुँदैन, शिक्षा पनि त्यतिकै राम्रो भएन। त्यसपछि तपाईँहरूको अब स्टाफले पनि हेरचेक गर्ने कुराहरू हुन्छ त्यसमा। अब त्योभन्दा नि ठुलो कुरा भनेको चाहिँ तपाईँले चाहिँ त्यस्तो खालको स्कुलमा पढ्नु भयो भने त्यो चाहिँ एमओजीमा रिस्क हुन्छ है। मिनिस्ट्री अफ जस्टिसले चाहिँ त्यसलाई ब्ल्याकलिस्ट गर्न सक्छ, भनेको कालो सूची हो है। अब कालो सूची स्कुलमा पढ्ने के अरे मलाई के भयो भन्ने चाहिँ हुँदैन है। अब स्कुलको विद्यार्थीलाई पनि कालो सूचीले चाहिँ धेरै झ्याउ भएको छ। पहिलो भनेको चाहिँ तपाईँले जतिसुकै फी तिर्नुभएको छ, अब सेन्ट मोनको फर्स्ट इयरको फी लाग्ने भनेको चाहिँ अब एभरेजमा है 8 देखि 10 लाख जति तपाईँले फर्स्ट इयरमा बुझाएको हुन्छ। भर्नाभन्दा अगाडि तपाईँको एप्रिलमा सुरु हुन्छ भने मार्च या फेब्रुअरीसम्ममा तपाईँले पैसा बुझाइसकेको हुन्छ, 8-10 लाख चाहिँ बुझाएको हुनुहुन्छ। अब मानौँ तपाईँ 4 महिना पढिराख्नु भयो, तपाईँको सेन्ट मोनलाई ब्ल्याकलिस्ट हानिदियो। अब तपाईँको जतिसुकै पढे पनि त्यो पैसा चाहिँ सेन्ट मोनले फिर्ता गर्दैन है। 8-10 लाख त्यसमै डुबिहाल्यो तपाईँहरूको। अब अर्को भनेको सर्टिफिकेट पनि पाउनुहुन्न, 2 वर्ष पढाइ भ्याएपछि पो बल्ल ग्रेजुएसन सर्टिफिकेट पाउने हो है। अब भ्याएको छैन सर्टिफिकेट दिने कुरा नै भएन है। 10 लाख घाटा गयो, जतिसुकै टाइम हाल्नुभएको त्यो स्कुलमा त्यो पनि जाने भयो। दोस्रो पक्ष भनेको तपाईँहरूको भिजा जुन दिएको हुन्छ त्यो चाहिँ इनभ्यालिड हुन्छ है। अब सेन्ट मोन गएकोमा नियमको आउँछ कि दाइगाकोमा 4 वर्ष जतिको झ्याप्पै भिजा दिएको हुन्छ, ब्ल्याकलिस्ट भयो चाहिँ फेरि ठुलै भिजा खारेज हो ठाउँको ठाउँ। अब तपाईँहरूले सानो सुविधा पनि छ त्यसमा चाहिँ 1-2 महिनासम्म चाहिँ अर्को स्कुलमा ट्रान्सफर गर्नु दिएको हुन्छ। भनेको अब
अर्को सेन्टरमा जानु पाइयो कि फुकुको पढ्नुपर्छ एउटामा अर्कोमा जान पाइयो। तर तपाईँहरूले फेरि अब ढिलो गर्नुभयो, हेरचेक्राइ गर्नुभयो, अल्छी गर्नुभयो, 1-2 महिनामा भ्याउनु भएन भने के गर्छ त अब जापान सरकारले तपाईँलाई पेनमा चढाएर नेपाल फिर्ता गरिदिने हो, डिपोर्ट गरिदिन्छ है। डिपोर्ट गर्ने केही छैन, म त वर्ल्डमा जान्छु भन्दा पनि हुन्छ है। किन भन्दाखेरि तपाईँको डिपोर्ट गऱ्यो भने चाहिँ पछि फेरि एप्लाई गर्नुहुन्छ जापानमा, तपाईँको रेकर्ड त्यहाँ बसेको हुन्छ है। यो मान्छे यो विधिमा यो स्कुलमा गएको थियो भनेर बसेको हुन्छ। त्योभन्दा नराम्रो कुरा भनेको तपाईँले डिपोर्ट गरेको छ भनेर पनि तपाईँको रेकर्डमा बसिसकेको हुन्छ। अब म वर्किङ भिसामा जान्छु भने पनि भोलि पर्सि तपाईँलाई गाह्रो हुन्छ है। त्यही भएर मिनिमम भनेको एन्ट्री पढ्नुपर्ने कारण यही हो, तपाईँहरूले यो ब्ल्याक लिस्टमा नपढ्ने खालको स्कुलमा पढ्नु पऱ्यो, त्यही भएर है चियाबिटी जस्तै हुन्छ। तेस्रोमा तपाईँले साइन्सको हुन्छ, साइन्समा चाहिँ अब फिजिक्स, केमिस्ट्री र बायोलोजी। चौथोमा छ म्याथमेटिक्स। यसमा चाहिँ तपाईँहरूले कुन फिल्डमा कुन सब्जेक्ट पढ्न चाहनुहुन्छ त्यही आफूले चुज गरेर 2 या 3 एक्जाम चाहिँ दिनुपर्ने हुन्छ है। अब जस्तै तपाईँहरू इन्जिनियरिङ पढ्नुहुन्छ भने चाहिँ तपाईँले जेएमएस एज अ फरेन ल्याङ्ग्वेजको एक्जाम दिनु पऱ्यो, पछि फिजिक्सको एक्जाम दिनु पऱ्यो कि केमिस्ट्री र बायोलोजी इन्जिनियरिङमा युज हुँदैन नि त, त्यही भएर। अथवा डक्टर पढ्नुहुन्छ भने फिजिक्स पढेर काम भएन, केमिस्ट्री र बायोलोजी पढ्नु हो। त्यसरी दाइगाको अनुसार तपाईँको सब्जेक्टको अनुसार चाहिँ चेन्ज हुँदै जान्छ है। अब भाइ थ्याङ्क यू। कन्सल्टेन्सीका कोअर्डिनेटर कृष्ण सेन्सेलाई सर्वप्रथम त आज ओरिएन्टेसन प्रोग्राममा यति धेरै महत्त्वपूर्ण जानकारीहरू दिन सेन्सेहरू एकदम लागि पर्नु भएको छ। त्यो मेरो योजना, मेरो एउटा प्लानमा सबैजना हिँड्नु भएको छ। त्यो कार्यक्रममा अहोरात्र खटिनु हुने हाम्रा मेरा सहयात्रीहरू असीम सेन्से, सुदर्शन सेन्से, राजेश सेन्से, कृष्ण सेन्से, नवीन सेन्सेलाई हार्दिक नमन व्यक्त गर्न चाहन्छु। साथै अब विदाय हुँदै गर्नुभएका मेरा प्यारा विद्यार्थी नानी बाबुहरूलाई पनि सिओई सँगसँगै भिजा प्राप्तिको हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। तपाईँहरू आयोवा एजुकेसन कन्सल्टेन्सीमा जापान जानको लागि भनेर काउन्सिलिङमा आउनु भएको थियो। त्यो लाग्छ हिजोको दिन थियो जस्तो लाग्छ। तपाईँहरू आउनुभयो, हामीबाट केही काउन्सिलिङ लिनुभयो, काउन्सिलिङ लिँदै गर्दा अहिले हामी सिओईको अवस्थासम्म आइयो। सिओईको अवस्थामा आउँदा अहिले मैले तपाईँलाई यो कार्यक्रम किन गर्न खोजिराखेको मैले प्रस्तावमा पर्ने हुन्छ। मबाट गएको विद्यार्थीहरू, हामीबाट गएको विद्यार्थीहरू सबै कुरामा पर्फेक्ट हुन्छ कि भन्ने आशा हो। अब जान त सबै विद्यार्थीहरू जान्छन्, तर सही गाइडेन्स र सही सुझाव नपाएको कारणले कति व्यक्तिहरूले त्यहाँ राम्रो एउटा भविष्य हुँदाहुँदै पनि गर्न नसक्नु भएको अवस्थाहरू हामीले भोगिरहेको छौँ। अब त्यही नै हो। अब तपाईँहरू हाम्रोमा बुझ्न आउनु भएको थियो, हामीले काउन्सिलिङ गऱ्यौँ, टिचिङ गऱ्यौँ, डकुमेन्टेसन गऱ्यौँ, फाइनली तपाईँहरूको सिओई झार्यौँ र आज हामी विदायको अवस्थामा आइपुगेको छौँ। पक्कै पनि तपाईँहरूसँग यत्रो समय बिताउँदा हामीलाई एकदम रमाइलो फिल भएको थियो। तपाईँहरूसँग विविध कार्यक्रममा हामी दुःख फिल हुँदो रहेछ। आज मैले तपाईँहरूलाई अब हामी बिस्तारै अन्तिम दिनमा आइपुगेको छौँ भन्दा मनमा दुःख लागेको छ। दुःख लागे पनि अब हामी अगाडि बढ्नुको कुनै विकल्प छैन। अब एउटा चराको बच्चा एउटा म्याचर हुनको लागि उसले सङ्घर्ष गर्नै पर्छ, आफ्नो गुणलाई छोड्नै पर्ने हुन्छ। त्यस्तै तपाईँहरू पनि अहिले बोलिरहेको कुरालाई एउटा गुण जस्तै तपाईँहरूले छोडेर अन्त ठाउँ जानुभयो भने पक्कै पनि तपाईँको सफल जिन्दगी हुन्छ भन्ने चाहिँ मैले लिएको छु। अब तपाईँहरू यहाँबाट जाँदै गर्दा विविध समस्या, तपाईँहरूलाई विविध दुःखहरू पनि पक्कै पनि छ। त्यसको लागि मलाई लाग्छ तपाईँहरू आफैमा सेल्फ प्रिपेयर हुनुहुन्छ भन्ने चाहिँ आशा राखेको छु। अहिलेसम्म तपाईँहरू हाम्रो गाइडेन्समा हुनुहुन्थ्यो, हामीसँग केही कुराहरू सिक्नु भएको थियो, ट्रेनिङ गर्नु भएको थियो। त्यो केही ट्रेनिङ गर्दा तपाईँहरूलाई केही कुरा रमाइलो पनि लागिरहेको थियो। तर तपाईँहरू अबको दिनमा तपाईँहरू अब खेल खेल्न जाँदै हुनुहुन्छ। खेल खेल्ने तपाईँहरू हो होइन। त्यो कारणले तपाईँहरू हामीले सिकाएको गाइडेन्समा, हामीले गराएको ट्रेनिङमा जति तपाईँहरू मेहनत गरेर त्यसलाई फलो गरेर अगाडि बढ्नुहुन्छ पक्कै पनि सफल हुनुहुन्छ। तर तपाईँहरू त्यहाँ खेल्न सक्नु भएन भने, त्यहाँ तपाईँहरू दौडिन सक्नु भएन भने त्यो तपाईँहरूको लागि नै आत्मघाती हुनेछ। त्यो कारणले पक्कै पनि म जित्नको लागि हो, म केही गर्नको लागि हो भन्ने तरिकाले आफैलाई साँची राखेर म मेरै लागि हो, म अरूको लागि होइन, मेरो बाबा आमालाई बनाउनु छ त्यो पनि होइन, मेरो दिदी बहिनीलाई देखाउनु छ, मेरो साथीभाइलाई देखाउनु छ त्यो पनि होइन।
तपाईँहरू चाहिँ आफ्नो लागि आफै नै गरेर एउटा समृद्ध देशमा गएर आफूलाई अब्बल प्रमाणित गर्ने तपाईँहरूले एउटा अटुट राख्नुहुन्छ भन्ने चाहिँ आशा राखेको छु। अब भन्दै गर्दा हामीमा विविध अप्सन छ, हामीमा विदेश जानको लागि, विदेश गएर पढ्नको लागि हामीसँग धेरै अप्सनहरू छ, तर पनि हामी जापानमै किन जाने भन्ने कुराहरू पनि एकदम महत्त्वपूर्ण कुरा हो। म आफै पनि 2013 को जुलाई इन्टेकमा जापान गएको थिएँ र त्यो इन्टेकमा गएर आफू 6 वर्ष त्यहाँको केही कुराहरू सिकेर यहाँ आएर अहिले यो कम्पनी दुईवटा म्यानेज गर्न सकिरहेको अवस्था छ। तपाईँहरूलाई थाहै छ म आइओ एजुकेसन कन्सल्टेन्सी सँगसँगै म नीट डेन्टल केयर पनि म्यानेजमेन्ट गरिरहेको छु। पक्कै पनि यो मेरो स्किल्स, यो क्षमता भनेको पक्कै पनि मेरो जापानको। त्यस्तै तपाईँहरू भोलि गएर जापानको त्यो एउटा इन्टरनेसनल ब्रान्ड भएको कम्पनीहरू एउटा आफैमा रेपुटेड भएको ठाउँमा तपाईँले आफैलाई निखार्ता लिएर पक्कै पनि भोलिको दिनमा तपाईँहरू पनि म जस्तै एउटा सफल अब्बल हुनुहुन्छ भन्ने चाहिँ आशा राखेको छु। जापान अब अरू देशभन्दा किन फरक छ भन्दा चाहिँ जापानमा तपाईँहरू राम्रोसँग चल्नुभयो भने, राम्रोसँग गाइडेन्स मान्नुभयो भने तपाईँहरूको लागि एकदम राम्रो ठाउँ हो। तर तपाईँहरू कसैको गाइडेन्स चल्नु भएन नि, कसैले भनेको टेर्नु भयो भने त्यो पनि नराम्रो ठाउँ हो है। त्यो कारणले अघि सेन्सेहरूले विविध कुरामा तपाईँहरूलाई जानकारी दिइसक्नुभयो। तपाईँहरूलाई समयको महत्त्व सँगसँगै त्यहाँ गइसकेपछि म्यानरको कुराहरूदेखि लिएर होइन, त्यहाँ गएपछि कसरी आफ्नो करियरलाई अगाडि बढाउने भन्ने कुरामा तपाईँहरूलाई जानकारी गराइसक्नु भएको छ। त्यो बारेमा तपाईँहरूले जानकारी लिनै सक्नु भएको छ। अब त्यो कुरालाई मनन गरेर तपाईँहरू पक्कै पनि अगाडि बढ्नुहुन्छ। सँगसँगै हाम्रो कृष्णजीले भनेको कुराहरू पनि तपाईँहरूले मनन गर्नु भएको छ मलाई आशा छ। हामीले यो आर्थिक पातालाई किन जोडेको भन्दा चाहिँ म आफै पनि म लगायत मेरो सेन्सीहरू जो मेरो सरकारमा भएको कन्सल्टेन्सी चलाउने सरहरू पनि हुनुहुन्छ, हामी बेला बेला कुरा गर्छौँ कि हामी 6 वर्षको बिचमा वार्षिक 60-65 हजारको दरले पनि सेभिङ गरेको भए पक्कै पनि हामीमा यति रकम हाम्रो सेभिङ हुन्थ्यो। तर त्यो बेला हामीलाई गाइडेन्स गर्ने कुनै पनि त्यस्तो टाइपको संस्था थिएन। हामी 2013 जाँदै गर्दा जापानमा त पैसा कमाउन जाने हो, यो गाइडेन्स छ, यो करियर छ, यो कोर्स लिनुपर्छ भनेर चाहिँ हामीलाई कोहीले पनि सिकाउनु भएन। तर तपाईँहरू एकदम भाग्यमानी हुनुहुन्छ कि तपाईँहरू यो कोर्स गर्नुहोस्, तपाईँ सफल हुनुहुन्छ, यो म्यानरमा जानुहोस्, तपाईँहरू यो लेभल पास गर्नुहोस्, तपाईँको यो फ्युचर छ भनेर चाहिँ हामी तपाईँलाई भन्न सकिरहेको छौँ। यो सबै के हो भन्दा चाहिँ जापानको एउटा अनुभव, जापानको पढाइ नै हो भन्ने चाहिँ मलाई लागिरहेको छ। त्यस कारणले अघि सेन्सीहरूको कुरालाई तपाईँहरूले पक्कै पनि मनन गर्नुहुनेछ र मैले भनेको कुराहरूलाई पनि मनन गर्नु हुनेछ भन्ने चाहिँ आशा राखेको छु। र सँगसँगै अघि कुरालाई फेरि बताउँदै गर्दा तपाईँहरू अब जापान जस्तो एउटा विकसित देशमा जाँदै हुनुहुन्छ। जापान भनेको चाहिँ सिस्टममा चल्ने, म्यानरमा चल्ने देश हो। तपाईँहरू त्यो ठाउँमा जानको लागि यत्रो सङ्घर्ष गर्नुभएको छ र गइसकेपछि पनि केही कुराहरूलाई फलो गर्नु भएन भने तपाईँ असफल पक्कै पनि हुनुहुनेछ। त्यो कारणले हामी सफल हुनको लागि जुन समाजमा छौँ, जुन समाजमा बस्छौँ, जुन राष्ट्रमा बस्छौँ, त्यो देशको हामीले रुल्स एन्ड रेगुलेसन छ, हामीले फलो गरिएन भने पक्कै पनि हामी त्यहाँ सफल हुने कुरै भएन। त्यो कारणले हामी त्यहाँ गइसकेपछि जापान भनेको चाहिँ अब तपाईँको माथिले भनेको कुरा तलले मान्नुपर्ने देश हो। त्यो कुराहरूलाई तपाईँले पक्कै पनि फलो गर्नुहुनेछ र आफूलाई त्यो अनुसार ढाल्नुहुनेछ भन्ने चाहिँ आशा लिएको छु। र सँगसँगै अब तपाईँहरूलाई म केही पेपरहरू बाँडेर अझ विस्तृत रूपमा चाहिँ केही कुराहरू जानकारी गराउँछु। सबैजनाले पेपर पाउनुभयो होला सायद है। हामी सफल हुनको लागि पक्कै केही कुराहरूलाई फलो गर्न आवश्यक छ। त्यो कुरालाई फलो गर्यो भने हामी अगाडि बढिन्छ। हामीले अबको 5 वर्षपछि, अबको 10 वर्षपछि म कुन लेभलमा पुग्ने, म कस्तो हुने भन्ने तपाईँले आज प्लानिङ गर्नुभयो भने पक्कै पनि तपाईँको 5-10 वर्षपछिको भविष्य उज्जवल हुन्छ। त्यही तरिकाले तपाईँले आज नै यो कुराहरूलाई, मैले भनेको कुरालाई तपाईँले मनन गर्नुभयो भने पक्कै पनि जापानमा तपाईँको जिन्दगी सफल हुनेछ भन्ने चाहिँ आशा राखेको छु। जापानमा हाम्रो जिन्दगी भनेको, लाइफस्टाइल भनेको दुईटा कुरा हो। एउटा पार्ट टाइम जब, अर्को चाहिँ हामी के हुन्छ त कलेज हुन्छ है। त्यसमा चाहिँ हामी त्यसलाई टाइमिङ राम्रोसँग मिलाउन सकेन भने हामी त्यहाँ चाहिँ धेरै कुराहरूमा चाहिँ हामी समस्या भोग्न बाध्य हुन्छौँ। त्यो कारणले यो कुराहरूलाई चाहिँ फलो गर्नु होला। अब सुरुमा चाहिँ स्कुलको कुरा गरियो। हामी यहाँ जस्तो यहाँ आउनुभयो भएन, यहाँ सेन्सेहरूले दिनदिनै फोन गर्नुभयो, म्यासेज गर्नुभयो होइन, तपाईँहरू किन आउनु भएन भनेर चाहिँ खोजिराख्नुभयो, त्यो तपाईँहरूको लागि नै थियो है। अब
जापानमा गइसकेपछि पनि तपाईँको एटेन्डेन्सको यति भ्यालु हुन्छ कि एटेन्डेन्सकै आधारमा तपाईँहरूलाई भिजा दिने हो। तपाईँको उद्देश्य भनेको चाहिँ त्यहाँ पढ्न जाने हो, तर पढ्ने उद्देश्य नै राम्रो गर्नु भएन भने पक्कै पनि तपाईँलाई भिजा दिने कुरा भएन। त्यसकारणले हामीले पढ्नेलाई नै मेन फोकस बनाएर त्यसको साइडमा चाहिँ हामीले अरू कामहरूलाई चाहिँ फोकस गर्नुपर्ने हुन्छ, त्यो अनुसार म्यानेज गर्नुपर्ने हुन्छ है। त्यसकारणले हामीले एटेन्डेन्सको कुरा छ सुरुमा। एटेन्डेन्स तपाईँले 90% भन्दा माथिको एटेन्डेन्स रेट राख्नै पर्ने हुन्छ। 90% भन्दा तलको एटेन्डेन्स रेट भयो भने चाहिँ तपाईँलाई इमिग्रेसनले भोलि भिजा थप्ने बेलामा निकै केयरकार गर्छ। यो बेलामा तपाईँले जायज एउटा रिजन दिन सक्नु भएन भने तपाईँ चाहिँ भोलि भिजा रिजेक्ट हुन्छ र नेपाल फर्किनु पर्ने अवस्था हुन्छ। तपाईँ नेपाल फर्किनको लागि र केही समय कमाउनको लागि जापान पक्कै जानु भएको होइन। तपाईँहरूको उद्देश्य छ होला सायद त्यहाँ गइसकेपछि मैले मेरो फ्यामिली लगाउँला, मेरो परिवारलाई घुमाउन लैजाउँला, म लामो समयसँग बसाउँला, पाए जापानको पिआर लिउँला, नपाए जापानको पासपोर्ट पनि लिउँला र जापानमा एउटा राम्रो भविष्य बनाउँला भन्ने पक्कै पनि तपाईँहरूको सपना छ। तपाईँहरू त्यो सपनासम्म देख्न जायज पनि हो। किन भन्दा चाहिँ जापानको पासपोर्ट लिनुभयो भने तपाईँहरू संसारको अलमोस्ट 2 कन्ट्री ब्याक सबैमा तपाईँहरूले फ्रीली ट्राभल गर्न पाउनुहुन्छ। त्यो भनेको चाहिँ नपाउने भनेको कुन हो भन्दा चाहिँ त नर्थ कोरिया हो, उनीहरूको शत्रु जस्तै हो, अर्को रसिया हो, अर्को इरान, केही 2-3-4वटा त्यस्तै टाइपको उनीहरूले पनि नराम्रो गरेको कारणले तिनीहरू घुम्न नपाएको। नत्र चाहिँ त्यो बाहेक चाहिँ सबै कुरामा चाहिँ तपाईँहरू फ्री ट्राभल गर्न पाउनुहुन्छ। एउटा त्योसम्मको पनि ड्रिम हो। जापानमा एउटा घट्दो जनसङ्ख्या भएको कारणले उनीहरूले विदेशीहरूलाई पनि विभिन्न कुरामा सहजता गराइदिएर त्यहाँ बस्ने वातावरण गराइदिएको छ। त्यसको लागि पनि तपाईँहरूले गर्नुपर्ने हुन्छ। सँगसँगै तपाईँहरूको एटेन्डेन्स राम्रो भयो भने भोलि तपाईँहरूको हायर स्टडीको लागि पनि एकदम हेल्प हुन्छ। राम्रो युनिभर्सिटी, राम्रो कलेजबाट ग्रेजुएट हुनुभयो भने पक्कै तपाईँहरूलाई राम्रो कम्पनीले चाहिँ ओटिङमा दिन्छ। त्यो कारणले यो एटेन्डेन्स पनि यति इम्पोर्टेन्ट किन रहेछ भन्ने कुरा चाहिँ तपाईँहरूले बुझ्न आवश्यक छ। अर्को भनेको चाहिँ अब हामी फ्युचर प्लानिङ नगरे त सुखै छैन। अब अघि सुदर्शन सेन्सेले भन्नुभयो हामी हायर स्टडीमा जाने। हाम्रो हायर स्टडीको अप्सन दुईवटा हुन्छ, एउटा डिप्लोमा हुन्छ, अर्को ब्याचलर हुन्छ। यसको भ्यालु बुझ्न एकदम आवश्यक छ है। यदि तपाईँ अघि मैले भने जस्तै वार्षिक 60 देखि 80 लाख आम्दानी हुने गरे म वर्किङ भिजा चेन्ज गर्न चाहन्छु भन्नुभयो भने तपाईँलाई डिप्लोमा लेभल गरेको बोलाउँदैन। तपाईँले पक्कै पनि त्यसको लागि ट्रान्सफर गर्नुपर्ने हुन्छ। तपाईँलाई डिप्लोमा लेभलको भनेको चाहिँ पढ्दा थोरै समय लाग्ने, पैसा थोरै लाग्ने, आम्दानी पनि थोरै नै हुने हो। तपाईँले जति ब्याचलर पढ्नुभयो त्यो अनुसार तपाईँको आम्दानी बढी, तपाईँको प्रेस्टिज बढी, तपाईँको लेभल बढी हुन जान्छ। त्यस कारणले हामी जहिले पनि ठुलो सपना देख्नुपर्छ। ठुलो सपना देख्यो भने पक्कै पनि हामी ठुलै ठाउँमा पुग्न सकिन्छ, नभए पनि त्यो तल चाहिँ पुग्न सकिन्छ भन्ने कुरा तपाईँहरूले चाहिँ सोच्न आवश्यक छ। अब डिप्लोमा कोर्स 2 वर्षको, ब्याचलर 4 वर्षको हुन्छ। 4 वर्ष गरिसकेपछि फेरि त्यहाँ मास्टर पढ्न पनि पाइन्छ, डक्टर पढ्न पनि पाइन्छ, पढ्नेहरू पनि हुनुहुन्छ। र त्यही अनुसार तपाईँको यदि उमेर छ र तपाईँ अझ राम्रो लेभलमा बस्न चाहनुहुन्छ भने चाहिँ त्यो गर्न आवश्यक छ। पढाइको भ्यालु म अहिले बुझ्दैछु। म ब्याचलर पढिरहेको त्यहाँ पढेर आएको मान्छे मास्टर त गर्नुपर्दो रहेछ जस्तो फिल हुन्छ। किनकि ठुला कम्पनीहरूलाई म्यानेज गर्नको लागि चाहिँ पक्कै पनि मास्टर त्योभन्दा ठुलो आवश्यक छ। त्यो कारणले यदि तपाईँ लाइफमा ठुलो गर्न चाहनुहुन्छ भने चाहिँ ब्याचलर मास्टर चाहिँ कन्टिन्यू गर्न चाहिँ आवश्यक छ। अब यदि डिप्लोमा र ब्याचलर सकिसकेपछि भनेको चाहिँ हाम्रो वर्किङ भिजा नै हुन्छ। वर्किङ भिजामा चाहिँ तपाईँ यदि वर्किङ भिजा लिन चाहनुहुन्छ भने चाहिँ कम्पनीको सेचुमेइकाइ हुन्छ। अघि असिम सेन्जरले भन्नुभयो हेलोग हुन्छ। यसमा गएर तपाईँले चाहिँ आफ्नो डकुमेन्टहरू पेश गर्ने, त्यहाँ गएर बुझ्ने उसको कम्पनीको टर्नओभर कति छ, वार्षिक आम्दानी कति दिन सक्नुहुन्छ, मेरो ट्याक्स के हुन्छ भनेर चाहिँ तपाईँले आफै बुझ्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ N2 लेभल चाहिँ तपाईँसँग है कम्पलसरी।